गुड मर्निङ, नमस्ते साथीहरू। प्रतिकार, सङ्घर्ष, सामना जस्ता शब्दहरू जीवनमा कुन कुन अवस्थामा आइपुग्दा प्रयोग हुन्छ साथीहरू? सब दुःख पीडामा। तर सामना, प्रतिकार, दुःख आइलाग्यो, दुःखबाट पार पाउनको लागि सामना गर्नुपर्ने भयो साथीहरू। त्यो त ठिक छ, सामना गर्नुहोस्, गर्नु पनि पर्यो। तर यी शब्दहरूबाट कर्म गर्दा, सामना, प्रतिकार गर्दा यो भित्रबाट हामी सफल भयौँ भने, दुःखसँग सामना गर्दा धनको अभावमा धन सम्पत्ति प्राप्तिको निम्ति हामीले सामना गर्दा, सङ्घर्ष गर्दा धन आर्जित हुन्छ, प्राप्ति हुन्छ, त्यो राम्रो कुरा हो साथीहरू। तर त्यसबाट आर्जित सम्पत्तिले अहङ्कार पैदा गर्छ साथीहरू। अहङ्कार, मैले यत्रो ठुलो मेहनत, त्यस्तो अवस्था, दलदलको अवस्थाबाट भनौँ सङ्घर्ष गरेर यो अवस्थामा आए, भित्र एउटा अहम भावना पैदा हुने गर्दछ साथीहरू। त्यसैले यी शब्द बिल्कुल बेकार छन्। आध्यात्मिक भाषामा, आध्यात्मिक चिन्तनको अनुसार कर्म गर्ने हो। आध्यात्म भन्छ प्रतिकार होइन, सामना होइन, निष्काम कर्म गर्ने, यानि कि फलको आशै नगर्ने। बडा गजब छ साथीहरू। हो, यदि हामीले निष्काम कर्म पश्चात प्राप्त आर्जित धन, सुख, सुविधा दीर्घकालीन हुनेछ साथीहरू। तर सामना, प्रतिकार, जबरजस्त सङ्घर्षबाट आर्जित धन, दौलत, सम्पत्ति जिन्दगीभर त्यति खास फलदायक हुन्छ जस्तो लाग्दैन साथीहरू। यो 100% हो, सुखाउँदैन त्यस्तो सम्पत्तिले। निष्काम कर्मबाट आर्जित सम्पत्ति फलको आशै नगरेर, जे ईश्वरले तपाईले गरेको कर्मले प्राप्त गरेको सम्पत्तिले तपाईलाई कहिल्यै पोल्ने छैन, सदा तपाईको शान्त मनले खाना लाउन पुग्नेछ भन्ने आजको चिन्तन रह्यो। हवस् त, नमस्ते।